जनता लिएर आउनु पर्यो देखाउन सक्छ हो हुन्छ अब जनता लिएर आउने हामी कहिले हामी डेट हामीले तोकेका छैनौँ जनता साथमा छैन भन्छन् क्रमशः आजित भइसक्यो के जनता होइन होइन त्यो तपाईँहरू यो पत्रकारहरूले अलिक तलसम्म अध्ययन गरेर होइन अनुसन्धान अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने हो भने रातको 12 बजेसम्म नेपाली दाजुभाइहरू विदेश ब्याग बोकेर हिँडिरहेछन् देशको भार त्यो छ जन्मँदै 1 लाख रुपियाँ करिबन ऋण बोकेर जन्मिन्छ अनि यस्तो देशमा तपाईँहरू जस्तोले नेतृत्व गर्दै गर्दाखेरि खोइ त परिवर्तन भन्ने मूलत प्रश्न त्यहाँनिर हो कि फेरि पनि तपाईँले गल्ती गर्दै हुनुहुन्छ मैले नेतृत्व गरिरहेको छु अहिले तपाईँ पनि एकचोटि त प्रधानमन्त्री बन्नु भने एकचोटि त भइयो नि कतिचोटि अहिले त होइन नि त अहिले के हो अहिले सोध्ने प्रश्न सोध्ने कलाकारले पनि एउटा अमितका साथ सोध्नु पर्यो नि अनि मैले तपाईँलाई पूर्व प्रधानमन्त्रीको हिसाबले सोधेको जे पाए त्यो सोधेर केही पनि हुँदैन भाइ जनताले खान पाउँछ मान्छेको खर्च घट्छ नि मान्यज्यू हो जनताले खान पाउने ल्याउनु पर्ने व्यवस्था पहिला भूमि सुधार गर्नु परेन कृषि क्रान्ति गर्नु परेन यो देशमा उद्योग धन्दा खोल्नु परेन त्यो काम गर्न छोडेर एउटा सहुलियत कटौती गर्ने कुरामा यत्रो रडाको गर्न जरुरी छ तपाईँ जेस कटौती गर्ने कुरामा सकारात्मक हुनुहुन्छ कटौती गर्न पर्छ है तर त्योभन्दा पहिला यो देशमा आर्थिक सुधार गर्नु पर्यो तपाईँ माथि पनि त यो आर्थिकको कुरा गर्दै गर्दा तपाईँ माथि पनि आरोप थियो कि यो सर्पको विषयमा अब मैले धेरै भनिनँ के छ तपाईँ माथि चाहिँ छानबिन हुनुपर्छ यो चाहिँ केही मती भ्रष्ट केही बुझ्नै नसक्ने पट मूर्खहरूले लगाएको आरोप हो कहाँ छ केही सर्प पालेको छ ल तपाईँ आफै मलाई सोध्नुहोस् त कहीँ छ तपाईँसँग तथ्य आएका तथ्य प्रमाणहरू के हो म 2 खुट्टाले उभिने यो देशको कुनै पनि मान्छेलाई चुनौती दिन चाहन्छु तपाईँहरूको यो मिडिया मार्फत सर्प पाल्ने भनेर कहीँ पनि यो झलनाथ खनालले 1 पैसा कतै गडबडी गरेको रहेछ भने म फाँसी जान पनि तयार छु